नमस्कार सबैजनालाई। आज म चाहिँ यो फुल बनाउन सिकाइरहेको छु। यो चाहिँ बच्चाहरूको कपाल बान्ने रबरमा यसरी फुल बनाउन सिकाइरहेको छु। यदि तपाईँहरूलाई सिक्न मन छ, यस्तै खालको फुल बनाएर आफ्नो बेबी गर्लहरूको कपाल बानिदिनु मन छ भने चाहिँ स्टेप बाई स्टेप म यहाँ सिकाउन गइरहेको छु। हेरेर सिक्नुहोला तपाईँहरूले पनि। यसको बनाउनुको लागि चाहिँ यहाँ यस्तो खालको रबर चाहिन्छ। अनि क्रुस चाहिँ मैले कलर स्काई ब्लू कलरको धागो युज गर्नु गइरहेको छु फर्स्टमा चाहिँ। अनि यो धागोको टुप्पो चाहिँ आफूतिर पार्नुहोस् र यसमा चाहिँ यसरी एक फन्को गरेर यहाँ यसरी गर्नुहोला। यसरी गएपछि औँला निकालिदिनुहोस्। अनि त्यहाँबाट चाहिँ 6वटा घर बुन्नु होला। 1 2 3 4 5 6। यो 6 बुनेपछि चाहिँ यो अघि आफूतिर पारेको धागो टुप्पो चाहिँ बिस्तारै तान्दिनु होला, कस्दिनु होला र यसलाई चाहिँ यहाँ जोडिदिनु होला है। जोडिसकेपछि अब 3टा रिङ तान्नुहोस् है। 1 2 3। 3टा चेन तानिसकेपछि स्किप गर्नुहोस्। एक घरलाई स्किप गर्ने 1 2 यहाँनिर एक घर स्किप गर्दै अर्को घरमा बुन्नु है। 1 2 3 फेरि सेम एक घर स्किप 1 2 3। अब यहाँ पनि यो एक घर स्किप गर्ने अनि सिधा अघि कहाँनिरबाट टिपेको थियो त्यहाँ जोडिदिनुहोस् है। अब यो 3टै चेन तान्नु होला फेरि 1 2 3। 3टा चेन तानिसकेपछि डबल गर्नुहोस् है, डबल क्रोसे गर्ने 1 2 3 4। 4 गरेपछि फेरि 3टा चेन 1 2 3। 3टा चेन गरेपछि यो 4वटै टिपेको यही कोठामा नै तल गर्नु होला। फेरि अर्को ठाउँ अर्को यतापट्टिको कोठामा टिप्नलाई फेरि यहीँ बुनेर 3टा चेन तान्ने है। 1 2 3। अब डबल 1 2 3 मैले एउटा घर बनाउँछु चेनको घर फर्स्टको यस्तो रिक गर्छौँ है। अनि हामी यसको अघि हामीले जुन घर स्किप गरेका छौँ त्यो घरमा र यहाँनिर
यो स्किप गरेको घर यसमा हामी यसरी तान्छौँ यसरी तान्छौँ। तानेर हामी कति घर बुन्छौँ 3 घर 1 2 3 3टा चेन तानिसकेपछि अब हामी यो जोइन गराएको नि यसमा नि बुन्छौँ के भन्छ टिप्छौँ है 1 2 3 गरिसकेपछि हामी इन्डिङ स्टार्टिङमा है इन्डिङ भन्नु आएछ स्टार्टिङमा जान्छौँ र जोइन गरिदिन्छौँ जोइन गरेर के गर्छौँ फेरि 3टा चेन तान्छौँ है 1 2 3 अब डबल क्रोसे गर्दै त्यो के भन्छ तानेको चेनमा बुन्छौँ 1 2 3 4 अब हामी के गर्छौँ 3टा चेन तान्छौँ है 1 2 3 3टा चेन तानिसकेपछि कहाँ जान्छौँ फेरि हामी यसमै जोइन गर्छौँ है अब अर्को टिप्नलाई हामी कहाँ जान्छौँ यहाँ अर्को घरमा जान्छौँ है 1 2 3 यसरी नै यस्तो गर्दै नै यो सेकेन्ड राउन्ड पनि यसरी बुन्दै अब हाम्रो लास्ट है यो चाहिँ 1 2 3 4 2 3 हाम्रो सेकेन्ड राउन्ड पनि कम्प्लिट भयो है सेकेन्ड राउन्डलाई जसरी जोइन गरेका थियौँ त्यसरी नै अब थर्ड राउन्डलाई पनि हामी जोइन गर्छौँ पहिले क्रोसमा धागोको चेन एउटा बनाउँछौँ यहाँ यसरी अनि सेम प्रोसेस है अघि सेकेन्ड राउन्डमा हामीले सेकेन्ड फ्लावरको प्रोसेस जस्तो थियो त्यही तर अब यसको चाहिँ 4 बुन्नुपर्छ है चेन चाहिँ 1 2 3 4 अब के गर्छौँ डबल नै डबल होइन फेरि यता यहाँ जान्छौँ अनि 4वटा चेन तानौँ है माथि 1 2 3 4 4 तानेर डबल क्रोसे अब यो चाहिँ हामी कतिवटा 6वटा बनाउँछौँ है 1 2 3 4 5 6 अब हामी 4वटा चेन तान्छौँ है 1 2 3 4 अनि कहाँ जोड्छौँ सेम हो अनि
एक राउन्ड हामी यो लास्टको थर्ड थर्ड पार्टमा चाहिँ हामी के भन्छौँ यो डबल क्रोसे चाहिँ 6वटा तान्छौँ 4वटा चेन गरेर हामी यहाँदेखि यहाँसम्म पुर्याउँछौँ है। लास्टमा आइपुगेका छौँ है लास्ट। यस्तो फुल हामीले बनाइसकेपछि चाहिँ अब यसको पछाडि त हामीले त यो रबर जोड्नु पर्यो होइन, यो रबर यस्तै बनाउनु पर्यो नि त। यो जुन रबर जोडेपछि मात्र अब बान्नु मिल्छ। त्यो बनाउनुको लागि चाहिँ हामीले यस्तो बनाउनुपर्छ। यस्तो बनाएर यहाँनिर यसरी राखेर हामीले बुन्नुपर्छ। त्यसको लागि यहाँ कसरी यो रबरमा बनाउने त है पहिला अनि एक फन्को घुमाइदिने। अनि एक फन्को घुमाइदिइसकेपछि चाहिँ के गर्ने त बुन्ने बुन्ने सरी बुन्ने अनि 6वटै डबल क्रोसे यो त होइन यसरी 1 2 3 4 5 6 यो 6 बुनिसकेपछि यो तान्दिनु है टुप्पो। टुप्पो तान्नु भएपछि यहाँ जोइन गरिदिने है। यसरी जोइन गरिदिनु है। अब एउटा चेन यसरी टिप्नु अनि यहाँनिर डबल क्रोसे गर्नु है। डबल क्रोसे गर्ने 1 त्यसमै फेरि डबल टिप्नु है दुईटा 2 अब एउटा अर्को चेनमा है 1 2 अब फेरि अर्को चेनमा है 1 भनेपछि कति भयो 5 5 भइसकेपछि हामीले के गर्छौँ अब रबर लिन्छौँ। रबरलाई टक्कै यसरी राख्छौँ अनि यसलाई फेरि यहाँ त्यही अघिकै टिपेकै ठाउँमा है यहीँ जोडेर हामी कति बनाउँछौँ 6 5 भएको थियो कि हाम्रो रबर नराखी। अब यसले कति 6 भयो होइन। 6 भइसकेपछि अब हामी फेरि गर्छौँ डबल अगाडि अर्को ठाउँमा 1 1 2 स्किप चेन स्किप होइन है अर्को चेनमा 3 4 अब यहाँ 5 5 पुग्ने बित्तिकै के गर्छौँ त हामी यसलाई रबरलाई घुमाउँछौँ। अब त्यही 5 जाने टिपेछ त्यहीँ नै यो गर्छौँ अनि हामी यहाँनिर जोइन गरिदिन्छौँ। जोइन गरेर यही धागो लामो काटेर यही धागोले हामी तर्फ जान्छौँ। यहाँनिर यसरी राख्ने हो अनि हाम्रो यस्तरी जाने यहाँ तल मुनिकोलाई हामी अघि सिलाएकै ठाउँमा आइपुग्यौँ। हामी के गर्छौँ त अब यसलाई हामी
गरिदिन्छौँ अनि काटिदिन्छौँ। भयो त? ल हेर्नुहोस् त सजिलो छ है। अब यहाँ हामी एउटा बल राख्छौँ है।